हामी कुरा गर्दैछौँ नासा सिक्युरिटी ब्रोकरको नयाँ टिएमएसको बारेमा, जसलाई हामीले नासा एक्स भनेर पनि चिन्न सकिन्छ। जुन हाम्रो 58 ब्रोकरको पुरानो टिएमएस सिस्टम जुन थियो त्यसलाई चाहिँ नयाँ बनाएर नासा एक्स बनाएको छ। एकदमै इन्ट्रेस्टिङ छ, यो हेर्न सक्नुहुन्छ। करेन्टली रेगुलर मार्केट लाइभ मार्केटमा हामीले यहाँ यसरी थाहा पाउन सक्छौँ यो करेन्टली मार्केट रनिङमा छ भनेर, र यहाँ टाइम पनि देखाउँछ, डेट पनि देखाउँछ, र यहाँ यतातिर हेर्न सक्नुहुन्छ 1 सेकेन्डको चार्ट, लाइन चार्ट कन्टिन्युली चलिरहेको छ है। मार्केट चलिरहेको बेला चाहिँ कन्टिन्युली चलिरहेको हुन्छ। अहिले केही टाइममा करेन्टलीको टाइममा चाहिँ मार्केटले कसरी रियाक्ट गरिरहेछ भनेर सम्पूर्ण कुरा यहाँ देखाउँछ हैन। यहाँ डिपी होल्डिङ के छ हैन, ट्रेड समरीहरू के छ है, यहाँ सबै सम्पूर्ण कुरा देखाउँछ। के छ हजुरको हैन, कोल्याट्रलमा कति छ, सम्पूर्ण कुराहरू चाहिँ यहाँ मजाले देखाउँछ है। र टप गेनर अहिले करेन्टलीसम्म भइरहेको टप गेनर, टप लुजरहरू पनि देखाउँछ भने यहाँ थोरै यसरी रिफ्रेस गरिदिनु भने यहाँ अपडेट भइरहेको हुन्छ है। टप टर्नओभर के छ, टप भोल्युम के छ भनेर थोरै तल स्क्रोल मात्रै गऱ्यौँ भने हामी होममै छौँ, होमबाट थोरै तल स्क्रोल गर्ने सबै कुरा देखिन्छ। यहाँ न्युज अनाउन्समेन्टहरू के भइरहेको छ, अहिले इन्डेक्स वाच लिस्टहरूमा इन्डेक्समा के छ, कुन इन्डेक्सहरूले कस्तो गरिरहेको छ भन्ने कुरा सम्पूर्ण यहीँबाट चेन्जेस भइरहेको छ। हेर्न सक्नुभयो थोरै चेन्जेस भइरहेको छ। सरी लाइभ मार्केटमा यहाँ फङ्सन भइरहेको चाहिँ देख्न सकिन्छ। यो होम पेजमा एकदम सजिलो बनाएर राखिदिएको छ है। र अर्को हामी कहाँ जान्छौँ भन्दाखेरि अर्डर म्यानेजमेन्टमा जान्छौँ। अर्डर म्यानेजमेन्टमा गएर हामीले कसरी बाई सेल गर्ने भनेर हेर्छौँ हामी। र यहाँ हेर्न सक्नुभयो हामी अर्डर सेक्सनमा आएको छौँ, बाई सेल गर्ने सेक्सनमा आएको छौँ। र बाई सेल गर्नको लागि हामीले यसरी राख्नुपर्छ भने बाई सेलतिर कुनै पनि कम्पनीहरू सर्च गर्नको लागि जस्तै यहाँनिर हामी जान्छौँ। मैले यहाँ तल नबिल राखिरहेको छु, नबिललाई है। कुनै पनि XYZ कुनै पनि कम्पनीहरू हामी यहाँ गएर हेर्न सक्छौँ। जस्तै NIC एसियाको लागि हेरौँ न त हामी, NIC एसिया के छ यहाँ तल आउँछ, NIC एसिया हामीले सर्च गरिसकेपछि NIC एसिया आयो, यहाँ देखाउँछ NIC एसिया होइन। लो कति छ, हाई कति छ भनेर यहाँ देखाइदिन्छ होइन। लिमिट अर्डरमा गर्ने हो कि MKT-मा गर्ने हो भन्ने अप्सन यहाँ जहिले हुन्छ। र यहाँनिर हेर्न सकिन्छ टप बाई, टप सेल, यतातिर साइडमा गएर हेर्ने हो भने यहाँ सम्पूर्ण कुरा देखाउँछ। डेको ओपन रेन्ज, डेको हाई रेन्ज, लो रेन्ज कति हो होइन, कति लास्ट ट्रेडेड क्वान्टिटी कति हो, कतिमा रन भइरहेको छ, कति छ बाईतिर, कति छ सेलतिर, सम्पूर्ण कुरा यहाँ पनि देखाउँछ अनि यहाँ पनि देखाउँछ। सजिलो छ यो होइन। र अर्को राम्रो पक्ष के हो भने यहीँबाट हामीले यहीँनिर सानो यो चार्ट जस्तो यो एरो जस्तो छ, यहाँ क्लिक गऱ्यौँ भने अर्को चार्ट खुल्छ यहाँनिर है। हेर्न सक्नुभयो करेन्टली NIC एसियाको प्राइस चाहिँ कहाँ चलिरहेको छ त होइन। यो चार्टमा हेर्ने हो भने चाहिँ के भइरहेको छ त भन्ने कुरा करेन्टली अहिले नै देखाइदिन्छ है। यो सबैभन्दा सजिलो बनाउने चाहिँ यही हो जस्तो लाग्छ मलाई। धेरै पहिला टिएमएसहरूमा थियो तर लोड हुँदैन थियो, एकदमै झन्झटिलो थियो। यसमा चाहिँ एकदम मजासँगले लोड हुन्छ। अहिले केही करेन्टली नै कतिमा चलिरहेछ भन्ने कुरा प्रष्टसँगले देखाइदिन्छ है। र यहाँ गएर हामीले सजिलै क्लिक गरेर कति बाई गर्ने कति सेल गर्न सक्छौँ। यदि हामीसँग छ भने अलरेडी हामी सेलतिर जान्छौँ, बाई गर्ने हो भने हामीसँग कोल्याट्रलमा आउनुपर्छ, हामीले सजिलै गर्न सक्छौँ। र फन्ड म्यानेजमेन्टतिर जान्छौँ। अब हामी यसमा थोरै केही बुझ्नु भयो भने फन्ड म्यानेजमेन्ट एकदमै सजिलो छ, सबैभन्दा सजिलो फन्ड म्यानेजमेन्ट छ अर्को। र हेर्न सक्नुभयो यसरी हाम्रो अर्को ट्याब खुल्छ है। अनि यहाँ गइसकेपछि हामीले एड गर्ने हो, कोल्याट्रल लोड गर्ने हो भने हामीले धेरै अप्सनहरू भेट्छौँ। केबाट लोड गर्ने हो त होइन, मोबाइल वालेटहरू भेट्छौँ, कार्ड भेट्छौँ, ई ब्याङ्किङ भेट्छौँ, एम ब्याङ्किङहरू भेट्छौँ, सम्पूर्ण भेट्छौँ है। यहाँ इन्ट्री एमाउन्ट राख्ने, एमाउन्ट राखिसकेपछि यहाँनिर के चुज गर्ने हो त, हजुरले के चुज गर्ने हो भन्ने कुरा सम्पूर्ण देखाउँछ। यहाँ तल समरी देखाउँछ, 7 दिनमा ट्रान्जेक्सन के भएको छ, 15 दिनको ट्रान्जेक्सन के भएको छ, डिटेलीमा एकदमै स्टेटमेन्ट निकाल्न मिल्ने गरेको स्टेटमेन्ट आउँछ, यहाँ समरी आउँछ। प्लस विथड्र गर्न खोज्दै हुन्छ भने विथड्र गर्नको लागि हामीले अगाडि नै ब्याङ्क एड गरेको हुन्छौँ, त्यसको लागि हामीले एमाउन्ट सबमिट गऱ्यौँ भने सजिलैसँगले हुन्छ। पहिला यसमा पनि के झन्झट थियो भन्दाखेरि यो हामी यता विथड्रलतिर जान्थ्यौँ भरे विथड्रलतिर चाहिँ पुरानो डाटा देखाइरहेको हुन्छ जहिले पनि होइन। त्यो यसमा झन्झटै छैन, यसमा जे हो त्यही देखाइहाल्छ, जति हुनुपर्ने त्यो मजासँगले देखाउँछ है यसमा चाहिँ। र त्यो थियो हाम्रो फन्डको कुरा। र अर्को हामी जान्छौँ मार्केटमा है। मार्केटमा अहिले चलिरहेको मार्केटमा कतिवटा कम्पनी रन भइरहेको छ, कतिवटा मार्केटमा पोजिटिभमा चलिरहेछ, कतिवटा नेगेटिभमा चलिरहेछ भन्ने कुरा पनि यहाँ डिटेलीमा देखाउँछ है त। अब हामी हेर्नेछौँ
यहाँ हेर्न सक्नुभयो जस्तै 140 वटा कम्पनी चाहिँ अहिले एडभान्समा चलिरहेछ, प्लसमा चलिरहेछ, पोजिटिभमा चलिरहेछ भने डिक्लाइनमा 167 वटा कम्पनी, न्युट्रलमा 8 भनेर यसरी देखाइदियो होइन। जस्तै हामीले एडभान्समा मात्रै चलिरहेको कम्पनीहरू कतिवटा छ त भनेर यसरी हामीले गएर क्लिक गऱ्यौँ भने यहाँ सबै एडभान्स कम्पनीहरू प्लसमा भएको कम्पनीहरू देखाउँछ है त। जस्तै हामीले डिक्लाइनमा गएर हेर्ने भने डिक्लाइनमा त कुन कुन कम्पनी घटिरहेको छ भनेर यसरी हेर्न सक्यौँ। न्युट्रलमा गएर हेर्ने न्युट्रलमा के भइरहेको छ। र अर्को कुरा के हो भन्दाखेरि जस्तै एडभान्समा कुनै कम्पनी चलिरहेको छ, होइन मैले त यो किन्नुपर्छ जस्तो देखियो भने फेरि यहाँ गएर हामीले सजिलैसँगले चार्ट खोल्न सक्छौँ। यो बटनमा गएर क्लिक गर्ने भने फेरि अर्को ट्याब खुल्छ र सजिलै के हुन्छ त चार्ट खुल्छ है त। हेर्न सक्नुभयो सजिलैसँगले चार्ट खुल्छ यहाँबाट र करेन्टली के चलिरहेको छ भन्ने कुरै देखाउँछ है। त्यो डिलेवाला जस्तै कुनै सिस्टमहरूमा डिले देखाइदिन्छ होइन, प्रिभियसको देखाइदिइरहेको हुन्छ। यसमा करेन्टली के चलिरहेको छ, कसरी आज मार्केटको फर्मेसन बनेको छ, सबै सम्पूर्ण कुरा देखाउँछ। एकदमै युजर फ्रेन्डली छ भनेर चाहिँ बुझ्नु पर्यो हामीले। र यो रह्यो चार्ट सेक्सनमा गएर हेर्ने भने हामीले डाइरेक्ट नेप्सेको चार्ट खुल्छ यहाँबाट। नेप्सेको सम्पूर्ण कुरा के भइरहेको छ आजको दिनमा, नेप्से कसरी चलिरहेको छ भन्ने कुरा देखाउँछ यहाँ डाइरेक्टली। हेर्न सक्नुभयो यहाँ आज कस्तो क्यान्डल बनाइरहेको छ, के भइरहेको छ, अहिले राइट नाउ कसरी मार्केट फर्मेसन गइरहेको छ, क्यान्डल कस्तो बनाइरहेको छ भन्ने कुरा देखाउँछ। हामीले गएर डाइरेक्ट चार्टमा क्लिक गऱ्यौँ भने चाहिँ अनि लास्टमा छ हाम्रो रिपोर्ट। यो रिपोर्टमा चाहिँ हाम्रो डेली गरेको कारोबारहरू, होल्डिङ के छ त, नेट पोजिसन के छ भन्ने कुरा हुन्छ। ल लास्टमा छ नासा एक्सको म्यानुअल छ यहाँ रिसर्चमा, यति छ है। तर के छ भन्दाखेरि यहाँ सबैभन्दा राम्रो पक्ष के हो भन्दाखेरि यो सजिलो छ, युजर फ्रेन्डली छ र आउने दिनहरूमा धेरै चेन्जेस हुन सक्ने सम्भावना भएको कारणले गर्दाखेरि पनि धेरै ब्रोकरहरूले डाइरेक्टली चेन्जेस गर्न थालिरहेछन्, नयाँ टिएमएस बनाउन थालिरहेछन्, आफ्नो पर्सनल टिएमएस बनाउन थालिरहेछन्। सजिलोको लागि हो होइन, भरपर्दो भयो अनि रिलायबल भयो र युजर फ्रेन्डली पनि भयो। जति सक्दो कस्टमरहरूलाई सजिलो बनाउने कोसिस गरिरहेछ ब्रोकरहरूले, एकदमै राम्रो छ। र यो थियो हाम्रो थोरै नयाँ टिएमएस सिस्टमको बारेमा थोरै जानकारी। हजुरहरूलाई यो भिडियो मन परेमा लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला र आउने दिनहरूमा यस्तै किसिमको नेप्सेसँग रिलेटेड विभिन्न भिडियोहरू आउनेछ, त्यसको लागि अपडेट हुनु होला भन्दै आजको भिडियो यही इन्ड गर्न चाहन्छु।